तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ र यो देख्दै गर्नुभएको बोरा झोलामा चाहिँ अर्ग्यानिक सब्जीहरु छ। यो आमाले चाहिँ आज अनबक्सिङ गरेर तपाईलाई देखाउनुहुन्छ। आमा चाहिँ आफ्टर 1 वीक आज माइतबाट चाहिँ घर आउनु भएको छ हो। अनि आमाले यत्रो देख्दै गर्नुभएको बोरा झोलातिर चाहिँ के छ भनेर तपाईलाई आज देखाउनुहुन्छ है। तपाईले लास्टसम्म हेर्नुहोस्। यहाँ भित्र चाहिँ खजाना छ, खजाना। माइता गाउँको एकदम अर्ग्यानिक सब्जी लिएर आएको छु है। इस्कुसको मुन्टा यहाँ तपाईले देख्न सक्नुहुन्छ है। अर्ग्यानिक सब्जी, अर्ग्यानिक ब्याग, सबै अर्ग्यानिक। आम्बो खजाना। इस्कुसको मुन्टा यो चाहिँ मेरो फेभरेट हो। मलाई इस्कुसको मुन्टाको झोल पुरा मन पर्छ हो। देख्न सक्नुहुन्छ यो साइडमा। अब अर्को के छ? यो चाहिँ लालुपाते फुलको बिजन। लालुपाते ए यो चाहिँ फुलको बिजन उयो रहेछ, कटिङ, फुलको कटिङ। लालुपातेको कटिङ हो यो। अब यो चाहिँ के हो यो? काक्रा। वाउ, अर्ग्यानिक काक्रा। मेरो छना बाङाले पठाइदिएको। धन्यवाद। धन्यवाद दिन्छु। कुमारा कोपालाई धन्यवाद। हेर्न सक्नुहुन्छ। वाउ, यो कस्तो मिठो हुन्छ। अझै रहेछ। इस्कुस चाहिँ आमा घरमा 3टा मात्रै फलेको रहेछ। यो पनि आमाले लैजा भन्नुभयो। अहिले सिजन हैन इस्कुसको? घर जग्गा फल्दैछ। 3टा पनि लान नौ भनेको नै पनि टिपेर लगाइदिनु भयो हो। त्यसै कोमाले हाल्दिनु भएको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ झन् के होला है गाइस, बोरामा ल्याउनु भएको छ। भाइले बोरा पनि खतरा सिलाइदिएको छ, पेक गरिदिएको छ। यहाँ चाहिँ मामाले पेक गरिदिनु भएको रहेछ हो। मामालाई पनि धन्यवाद। वाउ, डल्ले गाइस, डल्ले। यो चाहिँ निनीले पठाइदिनु भएको रहेछ। ल राख्नुहोस्। सबैले यहाँनिर सिल्टिङ्गुर छ फेरि हो लेकको। यो चाहिँ सिल्टिङ्गुर कसले पठाउनु भएको? यो चाहिँ पर मेरो भाइ बुहारी शरण भाइ बुहारी हुन्छ हो। आफै चर्चमा ल्याइदिनु भएको थियो, लानुहोस् नाना भनेर। धेरै धन्यवाद। अन्त यहाँनिर फेरि बिट छ हो। वाउ, यो चाहिँ कहाँ फलेको? बुहारीले पठाइदिएको। मामाहरूको बिटरुट गमलामा रोपेको रहेछ। गमलामै फलेको गाइस। यो चाहिँ गमलामै फलेको रे बिटरुट। यहाँ फेरि सिस्नो पनि छ। तल बुहारीले पठाइदिनु भएको, भान्जी बुहारीले हो। सिस्नो छ। यहाँ किचनमा के छ भन्दाखेरि चाहिँ यहाँ त निसान्नु छैन त हौ। यहाँ चाहिँ सिमी छ, बोडी छ। वाउ, आम्मा बोरी हेर्न सक्नुहुन्छ। लो अर्को यहाँ चाहिँ डल्ले खोर्सानीको धुलो पनि छ। यो चाहिँ तल बुहारीले पठाइदिएको, भाइजी बुहारीले। लु है गाइस, माइत फर्सीको बिहा पनि छ हो। वाउ, यो नि खानुको लागि कि अचार खानुको लागि दिएको। अन्त यहाँनिर गुन्द्रुक छ। यहाँ चाहिँ माथि नै सोनम दाजु भाउजूले पठाइदिनु भएको, धन्यवाद। अन्त यहाँ चाहिँ छ छेपी प्याज। यो पनि त्यहाँबाट लिएको छेपी प्याज लिएको, अर्ग्यानिक हो। यो चाहिँ पुरा कडा लाग्छ। यो चाहिँ नाना बुहारीहरू दिनु भएको। यहाँ चाहिँ छ फेरि लसुन। यो पनि एउटा घरमा रोपेको लसुन हो। खजाना। यहाँ चाहिँ छ अदुवा। मेरो बुहारीले पठाइदिनु भएको अदुवा हो। देख्न सक्नुहुन्छ। यहाँ चाहिँ छ फेरि सिन्की। मेरो कान्छी फुपूले दिनुभएको, एकदम अमिलो छ हो। फेरि लु अब यहाँ झोलामा आम्बो, झोलादेखि पनि बोरा। यो बोरा चाहिँ खाली भइसकेको हो। अब यहाँ छ आरु। पिच हेर्नुहोस् गाइस। वाउ, पेसन फ्रुट गाइस, ग्यालेन्डर। आरु छ यहाँ। वाउ, हेर्नुहोस् आरु। फेरि
केरा पठाइदिनु भएको छ बुहारीले। आम्मामा लु ठुलो बुहारीले यहीँ पकाएर खानु दिदी भनेपछि केरा छ। अरू चाहिँ यहाँ चाहिँ बडीले खोर्सानी बिन बुहारीले पठाइदिएको यसमा पनि छ। खोर्सानी यहाँ पनि रहेछ अझै। यो र यो चाहिँ माइजूले होइन विनिता नि माइजूको नाम विनिता माइजूले पठाइदिनु भएको। देख्न सक्नुहुन्छ यति छ यहाँ। धन्यवाद मेरो बुहारी नानाहरू आमाहरू मेरो छना बाङा सबैलाई धन्यवाद। सब्जीहरू दिनुभयो। म माइत गएर धेरै दिन बसेर आएँ। म खुसी छु एकदम खुसी छु। यहाँ चाहिँ अब सबैजनालाई बाँड्नुको लागि रेडी गर्नुहुँदैछ आमाले हो। सबलाई बाँडेर लास्टमा घरमा चाहिँ कम्ती अलिकति मात्रै हुन्छ हो। सो बाँडेर खानुपर्छ बस्तीको है अर्ग्यानिक। सो यहाँ देख्न सक्नुहुन्छ यहाँ अब बाँड्नुको लागि रेडी छ सबै चेल्लेले वरिपरि राखेर। आमाले सानोतिनो सब्जीको पसल थापेको जस्तो देखिरहेको छ गाइस। सो यति थियो। सो गाइस थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। आजको हाम्रो अर्ग्यानिक ब्लग है तपाईँले देख्न सक्नुहुन्छ है। सो थ्याङ्क यू फर वाचिङ।